जीवन र मृत्युसँग लडिरहेको आफ्नो श्रीमान भूपेन्द्रलाई पछिल्लो समय मृत्युको मुखबाट भुन्टीले फर्क्याए तापनि स्वयं भुन्टीकै जीवनमा पछिल्लो समय दुःख आउन भने छोडी नै रहेको छैन। भुन्टीले भने विगतको लामो समयदेखि आफ्नै श्रीमान भूपेन्द्रको कारणले गर्दा एकदमै धेरै दुःखहरू भोग्दै आइरहेकी छन्। विगतको समयमा पनि भूपेन्द्रले भने आफ्नी श्रीमती भुन्टीमाथि झुटो आरोप लगाएर उनलाई दोषी साबित गर्न खोजिरहेका थिए। आफ्नी निर्दोष श्रीमती भुन्टीमाथि गाली गलोच वर्षाउनुको साथसाथै उनलाई एकदमै धेरै हेला गरेर विगतको समयमा भूपेन्द्रले भने भुन्टीलाई एकदमै धेरै रुवाइरहेका थिए र पछिल्लो समय पनि भूपेन्द्र मृत्युको मुखमा पुगिसकेपछि र बोल्न र हिँडुल गर्न नसक्ने अवस्थामा पुगिसकेपछि भुन्टी भने एकदमै धेरै दुखी भइरहेकी छन्। भुन्टीको श्रीमान भूपेन्द्रको स्वास्थ्य अवस्थामा सुधार आइसकेपछि पछिल्लो समय भुन्टी र भूपेन्द्रको दाइ भुवनले भने भूपेन्द्रलाई अस्पतालबाट घरमा फर्क्याइसकेका थिए। आफ्नै प्रेमिकाको कारणले गर्दा बोल्न र हिँडुल गर्न नसक्ने अवस्थामा पुगेका भूपेन्द्रले भने पछिल्लो समय भुन्टीकै कारण नयाँ जीवन देख्न पाइसकेका थिए। लामो समयसम्म अस्पतालमा बसिसकेपछि पछिल्लो समय भुन्टी र भूपेन्द्रको दाइ भुवनले भने भूपेन्द्रलाई अस्पतालबाट घरमा फर्क्याइसकेका थिए। तर भूपेन्द्रकी भाउजूले भने भूपेन्द्रको बाटो छेकिसकेकी थिइन्। अर्थात् भूपेन्द्रकी भाउजूले भने भूपेन्द्रलाई आफ्नो घरमा छिर्न दिइ नै रहेकी थिइनन्। विगतको समयमा भूपेन्द्रले आफ्नो सबै पैसा बिजनेसमा लगानी गर्दा डुबाइसकेपछि भूपेन्द्रकी भाउजू भने भूपेन्द्रसँग रिसाइरहेकी थिइन्। स्वास्थ्य अवस्था एकदमै धेरै कमजोर भइरहेको समयमा पनि भूपेन्द्रकी भाउजूले भने भूपेन्द्रमाथि डर देखाउनुको साथसाथै गाली गलोच पनि वर्षाइरहेकी थिइन्। आफ्नै कारणले गर्दा पछिल्लो समय भूपेन्द्रको जीवनमा भने एकदमै ठुलो सङ्कट आउनुको साथसाथै उनको जीवनमा एकदमै धेरै समस्याहरू पनि आइरहेका थिए। भगवान रूपी आफ्नी श्रीमती भुन्टीलाई रुवाएकै कारण भूपेन्द्रलाई भने भुन्टीका आँसु लागिसकेका थिए। तर पनि भगवान रूपी आफ्नी श्रीमतीकै कारण भूपेन्द्रले भने नयाँ जीवन आफ्नो आँखाले देख्न पाइरहेका छन्।